मौसम हेर्नु न गाइस यहाँ न मोटो कालो हेलो गाइस के छ हालखबर सन्चै आरामै हुनुहुन्छ ल म पनि सन्चै आरामै छु र आजको भ्लग चाहिँ स्टार्ट भइसकेको छ एउटा सानो फर्स्ट बनाएको भ्लग चाहिँ यही हो अनि आजको मौसम यति बवाल छ कि गम्गडीको हालत चाहिँ यति बवाल भइरहेको छ अब भक्ति भ्लगमा चाहिँ तपाईँहरूलाई एकदमै स्वागत छ अनि देखो इन लोगों ने हमारा वो चप्पल लग लिया है क्या बोलना चाहिए करने ना बैठ के वीडियो बना रहा है, काम कुछ नहीं कर रहे, खाली सब कुछ काम मेरे को ही करना पड़ता है। खाली दिन भर मोबाइल देख के बैठता है। एकचोटि एकछिन यो पानीमा चाहिँ भिज्दिनु है धेरै भिज्नु हुन्न यार मासले पानीले त बिरामी बनाउँछ यार अनि बच्चा लोग ए बच्चा ओ मर्छ यो मर्छ ओ भुक्कड जी यता देखो ओ चाची क्या देख रहे हो बाहिरको मौसम त हेर्नु भएको छ कस्तो छ होइन आँखा पनि ड्यामेज भइजाला जस्तो हुन्छ कस्तो क्यामेरामा हेरेँ कि आँखा ड्यामेज दाल भालो कालो दाल छ नि कालो दाल त मलाई फोकस गर्नु न सेम छ होइन हामी के छ कल्लुवाजी आफू कालो छ अरू पनि खोल्यो नास्ता पनि भोक पनि लागिसक्यो नास्ता केही छ कि नै भन्ने हो चावल रहेछ थोरै चावल हम करना है कि क्या करना है बोलो कितना है थोड़ा है सो गाइस अब हामीहरू चाहिँ नास्ता पनि खान्छौँ नास्ता भोक पनि लागिगयो एकदम चोट लाग्यो हाम्रो पाहाडमा के हुन्छ भनेपछि तपाईँहरूकोमा ग्यास वाला टक्क बल्छ तर हामीलाई चाहिँ यहाँ सिल्दो चुहाइकन यहाँ गर्नुपर्ने हुन्छ यस्तो भोबाल छ अब हाम्रो चाचा नै गरिरहेको छ नि भति चाहिँ यतै छ त्यसले यस्तै चाहिँ दिन यस्तै चलिरहेको छ बेरोजगार जिन्दगी हेर न आफैले भनेको है फेरि तपाईँहरूलाई भनेको होइन फेरि रिसाउनु होला फेरि हजुर त हामीहरूको भ्युवर हो नि त हेर्ने मान्छे हो नि त होइन हामी चाहिँ अब पहिलोचोटि बनाउँदैछौँ क्या कस्तो हुन्छ हेरिदिनु होला होइन ल भन त लाइक गरिदिनु होला मतलब त्यो लाइक होइन कि फेरि भिडियोमा लाइक गरिदिनु होला मान्छेलाई पनि मन पराइदिनु होला होइन हामी दुवैजना सिङ्गल पनि छौँ मिङ्गल बनाइदिनु होला तर म चाहिँ मिङ्गल अब के भन्न सकिन्छ त्यही हो होइन जे छौँ हामी छौँ ल छिटो बनाऊ हामी खानुपर्छ मुगुमा यति खतरनाक बारिस भइरहेको छ गाइस खतरनाक म मात्रै यहाँ आएको छु कि डाँडा पाखा भन्ने के पनि छैन पुरै पानीले हाम्रो गम्गडी बजारमा हेर्न सक्नुहुन्छ अब हाम्रो नास्ता हुँदैछ अङ्कल नास्ता देखा त खै हाम्रो यस्तो छ हेर्न सक्नुहुन्छ नास्ता अब हेर्नु भयो नि हाम्रो फर्निचरमा आउनु होला होइन केही सामान लिनु पऱ्यो फर्निचरको चाहिँ अब सिओसँग अब फाउन्डरसँग केही छिनपछि कुरा गर्नुहुनेछ तब त्योभन्दा अगाडि चाहिँ हामी चाहिँ नास्ता पानी गरिहालौँ होइन भोक लास्ट लागिसकेको छ हाम्रो चाहिँ चट्ट परेको चाहिँ दामी खालको छ गाइस म चाहिँ दाल लगाउन गइरहेको छु भतिजाले उता भिडियो बनाउन गएको छ म अहिले एक्लै छु दाल बनाउँदैछौँ मैले 2 लिटर पानी हालेर अब दाल हाल्दा पनि लागिरहेको छौँ
हेलो गाइज, अहिले चाहिँ एकदमै राति भइसकेको छ होइन। रातिको त्यही 10-11 बजिसकेको छ। अनि यहाँ चाहिँ एकदम मस्तले हेर्नु सक्नुहुन्छ पसिना निकालेर सुतेका छन्। म चाहिँ अघि भिडियो बनाउन गएको थिएँ। भिडियो बनाउँदा एकदमै ढिलो भयो। अनि मैले चाहिँ उठे खाना आफ्नै रुममा खाना खाएर चाहिँ यहाँ आएँ। सुन्न आउँदाखेरि चाहिँ सबैजना सुतिसक्नु भएको रहेछ। अनि अब चाहिँ सिधै म भोलि बिहान कुन तपाईँहरूलाई चाहिँ देखाउने वाला छु। अहिलेको लागि चाहिँ गुड नाइट है गाइज, सुन्नु होला सबैजना। अहिले टाइमको कुरा गर्दाखेरि चाहिँ बिहानको त्यस्तै 6:30 भइसकेको छ। म त हे गाइज, गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ म छु घमगढी बजारको ससुराली मन्दिरमा। मैले चाहिँ एउटा यो बनायो भने के हुन्छ कि आफ्नो मनको एउटा इच्छा पुरा हुन्छ होइन। त्यसै कारणले बर्खा सिजनमा चाहिँ सबैले आफ्नो मान्छेलाई चाहिँ यो चाहिँ उपहार दिनुपर्छ। र कस्तो लागिरहेको छ भिडियो चाहिँ हेर्नु होला होइन। सो फाइनल्ली गाइज, मैले चाहिँ स्ट्रक्चर तयार गरेको चाहिँ यही हो। हेर्न सक्नुहुन्छ बवाल छ यो। भलै चाहिँ यो सानो हुनसक्छ, तर चाहिँ यो चाहिँ एउटा आफ्नो मनले बनाएको, आफ्नो एउटा हुन्छ नि पुरै यसैमा लगाएर बनाएको हो। त्यसैले मैले बनाएको यो सानो हुनसक्छ, तर यो चाहिँ मनले बनाएको, मनले जे माग्यो उही मिल्छ गाइज। ल एकचोटि अब यसको चट्टै सिनेमेटिक सर्ट हेर्नु होला है। गाइज, म चाहिँ अब बजार जाँदैछु होइन। हाम्रो चाहिँ गाइज, अब चाहिँ हाम्रो भिडियोको अन्तिमतिर आउँदाखेरि चाहिँ एउटा हाम्रो सानो गाना चाहिँ सुनिदिनु होला। अनि त्यसपछि हामी यो भिडियोबाट चाहिँ बिदा हुन चाहन्छौँ। पहिला चाहिँ हामीहरूको एउटा सानो म्युजिक सुनिदिनु है।
सो गाइस हाम्रो चाहिँ गाना पनि सुरु भइसकेको छ अब ए जोबन साट्यौ कि धनको आशैले बहकायौ कि तिमीलाई कसैले यो घरमै मास्ने जहर अरे रङ्गीन रङ्गीन हार तिमीलाई